मेरा ठुला भान्ज अनिश खनाललाई प्रथमत म चाहिँ यो बाइकको सिस्टमहरु थ्योरिटिकल सिकाइसकेपछि प्र्याक्टिकलीमा जाँदैछन्। स्टार्ट पहिलो फेल भइसक्यो। उनले चाहिँ आफ्नो पर्फर्मेन्स सो गर्नेछन्। म भिडियो खिचिरहेको छु। हामी अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर 4 मा अवस्थित यो रातुकाको चौरमा भन्ने छौं। मैले भान्जालाई पहिल्यै भनिसकेको छु, बाइक पल्ट्यो भाँच्यो कुच्यो भने त्यसको क्षतिपूर्ति आफै बेहोर्ने गरी बाइक चलाऊ, बाइक फ्री छ भनिरहेको छु। उनले चाहिँ पहिलो प्रयासमै यो ह्यान्डल कभरदेखि लिएर एक गियरको चाहिँ मोबिलाइज राम्रोसँग गरिरहेका छन्। उनलाई चाहिँ मैले यो तपाईहरुलाई यसो सानो भिडियो कैदबाट देखाउन गइरहेको छु। बिस्तारै ढुङ्गा खोल्टा सबै तर्काएर हल्का किसिमले आउनु है, यता घुमेर आऊ। मैले यहाँ भान्जाको चाहिँ पर्फर्मेन्सलाई चाहिँ यो कैद गरिरहेको छु। हाम्रो यो रातुकाको चौरमा अवस्थित यो पोखरी हो। पोखरी अब यहाँको चाहिँ सिनेरियो यो ढुङ्गो जति देख्नुभयो यो पोखरीमा ढुङ्गाहरू, यहाँको अव्यवस्थितता भनेको यो ठाउँको लोकालिटी, यहाँका मान्छेहरूको चाहिँ चेतना स्तर, यहाँका मान्छेको बौद्धिकता स्तरलाई चाहिँ उजागर गर्न सकिन्छ। यहाँ हाम्रो नजिकै चाहिँ सन्धिखर्क खनद डाँडा कटेरी सडक खण्ड छ। दशैंको बेला गाडीहरूको भोल्युम चाहिँ बढिरहेको छ यो बाटोमा। साथसाथै हाम्रो भान्जा अनिशले बाइक राम्रोसँग चलाएको अनुभूति गरिरहेको छु। फर्स्ट राइडमै यिनको चाहिँ मैले पर्फर्मेन्स हेर्दाखेरि विदिन अ मन्थ ही क्यान ड्राइभ पर्फेक्टली भन्ने मेरो एक्सपेक्टेसन रहेको छ। यति भन्दै हजुरहरूलाई सानो क्लिपबाट बिदा हुन्छु। हस्त, धन्यवाद।